गाइस नमस्ते है, होप यु गाइस आर फाइन है। म चाहिँ अहिले कलेज अगाडि छु होइन, मिलेको छैन होइन। सो आज चाहिँ कलेजको फेयरवेल प्रोग्राम छ अनि त्यही भएर हामी चाहिँ जाँदैछौँ होइन। अहिले साथीहरू चाहिँ गइसक्यो होइन, म चाहिँ अब बाइकमै जान्छु गोदावरी हो। सो हेरौँ राइड कस्तो हुन्छ होइन, प्रोग्राम कस्तो हुन्छ होइन। सो लेट्स गो। अब चाहिँ हिँडिहालौँ है, ढिला नगरिकन कलेजमा कोही छैन नि, सब प्रोग्राममा गइसक्यो। रिजर्भलाई राखौँ यतापट्टि है। झरेर अलिकति केटाहरू कहाँ पुगिसक्यो होला। गाइजहरू चाहिँ प्याराडाइज रिसोर्टमा भनिरहेछ है, कतानिर हो। अब म नेट सर्च गरेर म्याप हेरेर म जान्छु होइन। सो त्यस्तै छ है, भिडियो राम्रै भन्दा रहेछ। रहेछ है, यताबाट जाने होला। आइपुग्यो है, केटाहरू कहाँ छ अब हेर्नुपर्छ। पर छन् जस्तो छ एकचोटि हेरिदिउँ। ठिक छ। हजुर त्यही भएर चाहिँ अब अडियन्सहरूलाई म के भन्न चाहन्छु भने उहाँको ब्लगको नाम के अरे, हाम्रो च्यानलको नाम के? आस एकदमै माथि पुऱ्याइदिनु होला। किप अफ द फकिङ स्पिरिट हाई रे। ए भएन इङ्ग्लिस लाइट पुग्यो, लाइटिङ मिलिरहेको म चाहिँ अब म चाहिँ के भन्न चाहन्छु भने अब च्यानललाई युट्युब च्यानललाई नै एकदमै माथि पुऱ्याइदिनु होला नेपालीमा भने। सर्भर डाउन भएछ नि त। सो यहाँ चाहिँ हामी प्याराडाइज हिलमा आइसकेका छौँ भने हाम्रो सिङ्गर वाट इज यर नेम प्लिज? माई नेम इज स्टेज नेम भनौँ आर्डेरिक, स्टेज नेम चाहिँ मेरो। अनि हजुरको? मेरो नाम चाहिँ राकेश। अनि यो चाहिँ यो फुच्चे ओइ यसको नामै भएको रहेछ त्यसरी बुझौँ। अब हामी चाहिँ ब्लग गर्छौँ प्याराडाइज हिल्स रिसोर्ट होटेलको हाम्रो मेन गेटबाट चाहिँ सुरु गरिरहेको छौँ होइन। तिम्रो ब्लग म किन बोलिरहेको छु? बोल न। ल ठिक छ, नभए अब हामी सबैको इन्ट्रोडक्सन लिन्छौँ अनि त्यसपछि युट्युब च्यानलमा एकदम अप टु डेट हाम्रो अडियन्सहरूलाई भर्चुअली अप टु डेट गराउँछौँ ल, त्यही हो। सो अब यहाँनिर बोर्ड पनि देखाइदियो हाम्रो एम्सको। वेलकम टु द प्याराडाइज हिल्स रिसोर्ट एम्स इन्टरनेसनल।
हाम्रो यता भाइ बहिनीहरू ब्रेकफास्ट लिइरहेको छ सो तिमीहरू कति फर्स्ट ब्याच हो कि के फर्स्ट हो ल है से है क्यामेरामा हाई गर्नु हाई हेलो हेलो ल अब यता पनि हाम्रो भाइ बहिनीहरू छ खाइरहेछ राम्रो भइरहेछ ब्रेकफास्ट होइन ल है किप द फकिङ स्पिरिट हाई है अब यताबाट हामी यतापट्टि जान्छौँ गेम सेक्सन भयो यताबाट हामी अब फिटनेस रुम भन्दा उतापट्टि यो चाहिँ डाइनिङ टेबल हो यता सबै लिदिउँ अलिकति हाइट पुगेन थ्याङ्क यू ल राम्रो छ यो से हाई गाइस से हाई टु द क्यामेरा यतिमा को राम्रो सबसे राम्रो को छ कमेन्ट गर भाइ यो चाहिँ हाम्रो फ्रुट यता हुने गर्थ्यो खाली के हुने गर्थ्यो यता केही न केही चाहिँ हुने गर्थ्यो यो के हो यो यता आउँदैछ है पुरै अहिले आउँदैछ यता अलिकति सकिसक्यो र कफी खाऊँ यार एकचोटि Hello, welcome to our vlog. Yes, what's your name? Yes, come on man. Brightness body भयो यतापट्टिको हाम्रो यो सिङ्गर उहाँ चाहिँ सिङ्गर हाम्रो हेलो सिङ्गर इन्ट्रोड्युस गरौँ न My name is Kritika Kapali. ल थ्याङ्क यू हाम्रो सिङ्गरहरू डान्सर हो यतापट्टि चाहिँ हाम्रो ग्रुपिजम छ यतापट्टि चाहिँ हाम्रो चट्ट ग्रुपै हो होइन यो हाम्रो खतरा टिम हो यो होइन टिम द फकिङ सब्स्क्राइब गरिदिनुस् मेरो चाहिँ 3-4 मिलियन सब्स्क्राइबर छ मलाई बजाउन आउँदैन है फेरि कति खाएको मादलको तालमा सुभाष सर केटाहरू अरू केही इन्ट्रोड्युस गराउँछ हेलो हाई दिपेश दिपेश पोखरेल के फ्री फायर एमएल सब आउँदो रहेछ ल ठिक छ बाहिर के देखाउनु हौ बाहिर त यस्तै छ यार This is Kritika Kapali and we are at farewell of 28. Bye. खोइ माथि कहाँ गयो यार म त एक्लै भयो होइन यताबाट हाम्रो क्लासको सिआर कुद्छ यो मान्छे त लिनु नखोजौँ है नाम के अरे तिम्रो यहाँ चाहिँ ब्रेकफास्ट हाल्दैछु है ब्रेकफास्ट हालेर टप खोलाएर सुरु हुन्छ प्रोग्राम ब्रोले के हाल्यो अरे यो म्यान Yeah, you are the most handsome guy in this world, man. Sorry, तिमीलाई खिचेकै छुइनँ एकछिन टिटी हान्न पर्यो Keep the fucking YouTube channel हाय उहाँ चाहिँ हाम्रो मिस रिनिमा हाई के छ कता हो हल यताबाट हो कि यताबाट हो मेकअप गरेर चाहिँ आयो उनीहरू आर यु कमेडी मी म त यहाँसम्म आउँछु त्यहाँ कति फिट हो तिम्रो हाइट उहाँको पनि जेनेटिक्स ल Keep up the fucking spirit भाइस प्रिन्सिपल म्याम आउनुभएको छ र उहाँलाई चेयरपर्सनको रूपमा
ताली बजाइदिनुहोस् न अनि दिमागमा खाडी जाने बाहेक अप्सन आउँदैन नि त्यतिकै रियलाइज हुन्छ शिट whatever सरहरूको इन्ट्रोडक्सन भयो होइन अब अनिसा मोटिभेट भयो कलेज नहो टाइम पास गर्न नहो त्यही भएर घर बसेर घटा बनाइदिरहेर होला त मान्छे चाहिँ यस्तै छ है गाइजहरु हेरिरहेको यताबाट सबको चर्तिकालाई खिच्नुपर्छ चर्तिकालाई मिस्टर गौतम खाना नजाने तिमी खाना नजाने किन नखाने होइन खाने भन्दा भोकै छौ यार वाक्क गर्दियौ ल गाइस हामी चाहिँ प्याराडाइज होटेलमा छौँ दिस इज प्याराडाइज गाइस गाइजहरू जगत के हो तिमीहरूलाई थाहा छ कि छैन है जगत एकदमै के छ जहिले पनि हुन्छ नि के कुरा गरेर बसिरहेको हुन्छ त्यो जहिले पनि के नै हो क्या त्यो है जति भ्लग बनाए पनि जगत चाहिँ के नै हो है केटाहरू तिमीहरू टेन्सनै नलियो ऊ त्यो गौतम हो त्यो पनि के हो त्यो चाहिँ जगतको गर्लफ्रेन्ड हो है गाइजहरू टेन्सन नहो है तिमीहरू पुरै एक राउन्ड घुमेको किचन बिग्रन खबर ओइ मैले उसलाई भने तिमीलाई भने कस्तो मिठो छ सो यहाँ त्यो राइस दाल अनि कुन चाहिँ त्यो कुन हो मासु हो होइन त्यो काउली अनि साग मासु अनि पापड मलाई अलिक भिडियो बनाउनु त अड भएको छ होइन तर यो मान्छे भएर चाहिँ अड लागेन मलाई तर यो मान्छेले मिलाइहाल्यो अरे हेरेन ओ सुजिना यतिको डराउनु पर्छ गाई एब्सेन्ट राख्यो भने फेरि ऊ हुन्छ सन्चो नभएर मेरो मुखमा अलिकति स्वाद आएको छ सबै मिठो यस्तो जुन मेरो गीतको भागा भनेछु
टिपेर ल्याइदिउँला तिमी भने फर्केर तिमी घाम भने बादलको माथिमा तिमीलाई पर्खिबस्छु